ANA Breaking News is brought to you by educationsabroad.com. Abroad with broad opportunities. बीबीसी विश्व सेवा र बीबीसी नेपाली सेवाका एफएम स्टेशन साझेदारहरूको पहिलो सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा देशभरिका 35 वटा स्थानीय एफएम स्टेशनहरूका प्रतिनिधि सहभागी छन्। पत्रकारिताका सम्पादकीय मूल्य मान्यता र एफएम स्टेशनहरूको बजार प्रबन्धनका उपायहरूका विषयमा सम्मेलन केन्द्रित हुने बीबीसी नेपाली सेवाका प्रमुख रवेन्द्र मिश्रले जानकारी दिनुभयो। अन्य विषय भनेको अब त्यसो राजनीतिक कुराहरू हामीले गर्ने कुरा होइन। हामी मूल रूपमा सम्पादकीय मूल्य मान्यता र एउटा सम्बन्ध विकास र बीबीसीले चाहिँ अब अन्य पनि एफएम स्टेशनहरूसँग अरू एफएम स्टेशनहरूसँग पनि उपयुक्त देखिएको खण्डमा साझेदारी गर्न खोजिराखेको छ भन्ने कुरालाई हामीले प्रवर्धन गर्न खोजेको हो। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बीबीसी एसिया प्रशान्त क्षेत्रका व्यापार विकास प्रमुख नील करीले नेपालको मिडिया वातावरण बुझ्न सम्मेलन प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो। सम्मेलन 4 दिनसम्म चल्नेछ। अनुपाचार्य ANA.com.np